आईसीसी T20 वर्ल्ड कप एसिया र इस्ट एसिया पेसिफिक क्वालिफायरको आफ्नो ग्रुप स्टेजको दोस्रो खेलमा नेपाल क्रिकेट टिमले आज जापानलाई 5 विकेटले हराउँदै 2 पोइन्टका साथ सुपर 6 मा प्रवेश गरेको छ। यस खेलमा भने नेपालका लागि गुलसन झाले बलिङ र ब्याटिङ दुवैतर्फ उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई यस खेलमा जित दिलाउन सफल भएका हुन्, जहाँ उनले बलिङतर्फ 4 ओभरमा 1 ओभर मेडन सहित 20 रन खर्चेर 2 उत्कृष्ट विकेट लिन सफल भएका थिए भने जहाँ उनले जापानका क्याप्टेन फ्लिमिङलाई रोहित कुमार पौडेल मार्फत क्याच आउट गराएका हुन्। उनी 46 बलमा 60 रन बनाएर आउट भएका थिए। त्यस्तै उनले ब्याटिङतर्फ भने 20 बलमा 28 रनको अभिजित पारी खेल्दै टिमलाई जित दिलाउन सफल भएका हुन्। उनी यस खेलमा म्यान अफ द म्याच समेत भएका छन्। त्यस्तै अन्य खेलाडीहरूको प्रदर्शनलाई हेर्दा बलिङमा दिपेन्द्र सिंह एरीले 3 ओभर बलिङ गर्दै 15 रन खर्चेर कुनै पनि विकेट लिन सकेनन्। सोमपाल कामीले 4 ओभरमा 20 रन खर्चेर 1 उत्कृष्ट विकेट लिएका हुन्। त्यस्तै नन्दन कुमार यादवले 3 ओभरमा 16 रन खर्चेर 1 विकेट लिएका हुन्। त्यस्तै सन्दीप लामिछानेले 4 ओभरमा 25 रन खर्चेर 2 विकेट, ललित नारायण राजवंशीले 1 ओभरमा 13 रन खर्चेर विकेट बिन्यो भने कुशल भुर्तेलले 1 ओभरमा 16 रन खर्चेका हुन्। त्यस्तै नेपालको ब्याटिङतर्फ भने अन्य खेलाडीहरूमा कुशल भुर्तेलले 21 बलमा 21 रन हानेर आउट भएका हुन्। त्यस्तै आसिफ शेखले 21 बलमा 38 रन हानेर टिमलाई जिततर्फ उन्मुख गराएका थिए भने त्यस्तै क्याप्टेन रोहित कुमार पौडेलले 19 बलमा 18 रन हाने। त्यस्तै सन्दीप जोराले 7 बलमा 5 रन हानेर आउट भए। त्यस्तै कुशल मल्लले 6 बलमा 4 रन हार्दै 4 रन बनाए। त्यस्तै उपकप्तान दिपेन्द्र सिंह एरीले 14 बलमा 14 रन बनाउँदै नट आउट भएका हुन् र यो सँगै नेपाल सुपर 6 मा प्रवेश गरेको छ। सुपर 6 मा भने नेपाल क्रिकेट टिमले आइतबार युएई को सामना गर्नेछ र यो खेल नेपाली समयअनुसार साँझ 4:15 सुरु हुनेछ। यस खेलमा उत्कृष्ट प्रदर्शन गरेका गुलसन झाले तपाईँ के भन्न चाहनुहुन्छ 2 शब्द लेख्न नबिर्सनु होला। साथै नेपाली खेलकुद सम्बन्धी अपडेटका लागि क्रिकटक नेपाललाई सब्स्क्राइब गर्नु भने नबिर्सनु होला।